Number 3, no increase in salaries of government employees, increase in Mohangi allowances by 3,000 means निजामती कर्मचारीको तलब नबढाउने निर्णय गरिएको छ। यो निर्णय देशको आर्थिक सङ्कट, कम राजस्व सङ्कलन र सीमित स्रोतहरूका कारण गरिएको हो। तर महँगी भत्ता भने 3,000 को दरले बढाएको छ। यसले कर्मचारीहरूको जीवनयापनमा केही राहत पुर्याउँछ कि भन्ने अपेक्षा गरेको छ। Number 4, work of निजगढ एयरपोर्ट टु बी प्रोसिडेड। सरकारले आर्थिक वर्ष 2082-83 मा निजगढ विमानस्थलको निर्माण कार्यलाई प्राथमिकता दिएको छ। यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न, पर्यटन प्रवर्धन गर्न र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँछ भन्ने अपेक्षा गरेको छ। Number 5, loan to startup businesses on 3% interest rate and tax exempt up to 5 years having an annual turnover up to 10 crores means business startup को लागि अब लोन लिँदा 3% interest rate मा लोन प्रोवाइड गराइने छ र यदि तपाईको बिजनेस को टर्नओभर लेस देन 10 करोड छ भने 5 वर्षसम्म कर छुट दिइने छ। Number 6, no fees on registration of businesses in the name of female means महिलाको नाममा व्यवसाय दर्ता गर्दा अब कुनै पनि शुल्क लाग्ने छैन। Number 7, taxpayer who have not submitted income details are provided an opportunity to settle outstanding dues arising from revised tax assessment conducted by IRD means आय विवरण नबुझाएका करदाताहरूलाई आन्तरिक राजस्व विभागद्वारा गरिएको संशोधित कर मूल्याङ्कनबाट उत्पन्न रकमलाई मिलाउने अवसर प्रदान गरिएको छ। Number 8, bank guarantee of 3 lakh which was required while obtaining EXIM code has been abolished means अब EXIM code जसलाई एक्सपोर्ट इम्पोर्ट कोड पनि भनिन्छ त्यो निकाल्दा अनिवार्य 3 लाखको बैंक ग्यारेन्टी राख्न पर्ने प्रोभिजनलाई हटाइएको छ। अब यसलाई डिटेलमा बुझ्दा कुनै पनि व्यवसायले 10,000 भन्दा बढीको सामान इम्पोर्ट गर्दा र 10 लाख भन्दा बढीको सामान एक्सपोर्ट गर्दा सो व्यवसायले अनिवार्य एक्जिम कोड लिन पर्ने थियो। सो एक्जिम कोड लिने बेला 3 लाख सम्मको बैंक ग्यारेन्टी अनिवार्य राख्न पर्ने प्रोभिजन थियो। आर्थिक वर्ष 2082-83 को बजेटले त्यो प्रोभिजनलाई रद्द गरेको छ।